त्योभन्दा पहिला पुनः एउटा स्पिच जोड्न गइरहेको छु। आफ्नो स्वागत मन्तव्य राखिदिनु हुनका निमित्त आजका यस कार्यक्रमका विशिष्ट अतिथि तथा हाम्रो श्री पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयका एकाडेमिक कोअर्डिनेटर आदरणीय सर नवीन कुमार भट्टज्यूमा म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालय आधारभूत संयोजक तथा यस कार्यक्रमका सञ्चालक आदरणीय व्यक्तित्व मेरा सहकर्मी साथी जगदीश सिंह कोठारी सर, यस नव आगन्तुक विद्यार्थीहरूका निमित्त आयोजित स्वागत कार्यक्रमका सभापतिज्यू साथै कार्यक्रमका प्रमुख अतिथि तथा यस विद्यालयका शासन प्रमुख आदरणीय व्यक्तित्व विद्यालयका माध्यमिक संयोजक आदरणीय गुरु डमरू राज भट्ट सर लगायत विभिन्न तहका संयोजक मेरा सहकर्मी साथीहरू लगायत विद्यार्थी भाइ बहिनीहरूमा म यस विद्यालयको एकाडेमिक इन्चार्ज तथा शिक्षकको तर्फबाट सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु। नयाँ सपनाका साथ तपाईहरू आउनुभयो, फुलै फुलको आँगनमा पहिलो पाइला चाल्नुभयो। नयाँ सपनाका साथ तपाईहरू आउनुभयो, फुलै फुलको आँगनमा पहिलो पाइला चाल्नुभयो। सपना पुरा गर्ने यो यात्रा रमाइलो बनोस्, सपना पुरा गर्ने यो यात्रा रमाइलो बनोस्। पुष्पाञ्जली तपाईहरूको घर बनोस्, पुष्पाञ्जली तपाईहरूको घर बनोस्। तपाईहरूलाई स्वागत छ, तपाईहरूलाई स्वागत छ। हरेक कदममा शिक्षा, उत्साह र मेहनतको साथमा हामी सबै सँगै छौँ तपाईहरूको सपना पुरा गर्न। हामी सबै सँगै छौँ तपाईहरूको सपना पुरा गर्न। यो परिवार यो यात्रामा सधैँ अघि बढ्न। धन्यवाद। आजको यस विशेष कार्यक्रम शैक्षिक सत्र 2083 मा यस विद्यालयलाई विश्वास गरी पाल्नु हुने सम्पूर्ण विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम र जुन कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण नव आगन्तुक विद्यार्थीहरूमा पुनः एकचोटि स्वागत गर्न चाहन्छु। विक्रम सम्वत 2045 सालमा स्थापना भएको यस पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा ठुलो इतिहास बोकेको तथा शैक्षिक क्षेत्रमा आफूलाई सुदूरपश्चिममै एउटा अग्रणी संस्थाको रूपमा स्थापना गर्न सफल यस पुष्पाञ्जली माध्यमिक विद्यालयहरूमा तपाईँ नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा म एकदमै खुसी भएको छु। र जुन यस विद्यालयमा विश्वास गरी पाल्नुभएका विद्यार्थी भाइ बहिनीहरू जुन विश्वास र जुन सपना बोकेर आउनुभएको छ त्यस सपनालाई साकार हामी सदैव प्रतिबद्ध रहने नै छौँ। तपाईँहरूभित्रका अन्तर्निहित प्रतिभाहरूलाई सृजनात्मक शैलीमा प्रस्फुटन गराउन हामी सम्पूर्ण विद्यालय परिवार आफ्नो दायित्व सम्झेर अघि बढ्नेछ भन्ने समेत मैले विश्वास दिलाउन चाहन्छु। साथै तपाईहरूमा सैद्धान्तिक ज्ञानहरूको सँगसँगै नैतिक, व्यावहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्ने दायित्व सम्झेर हामी अगाडि बढ्नेछौँ भन्ने विश्वास पनि दिलाउन चाहन्छु। तपाईहरूलाई भोलिको समाजको एउटा सभ्य नागरिक, सचेत नागरिक र सक्षम नागरिक बनाउन हामी प्रतिबद्ध रहने कुरा पनि व्यक्त गर्न चाहन्छु। त्यसैले सम्पूर्ण नव आगन्तुक विद्यार्थी भाइ बहिनीहरू नियमितता र अनुशासनलाई ध्यानमा राख्नुहोला। विद्यालयका नियम आचरणहरूलाई साथ गर्दै अगाडि बढ्दै जानुहोला र सधैँ जिज्ञासु बनेर सिक्ने कोसिस गर्नुहोला र जुन जिज्ञासा पुरा गर्ने प्रतिबद्धता विद्यालय प्रशासन तथा हामी सम्पूर्ण शिक्षक शिक्षिकाको रहनेछ भन्ने समेत म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। सिकाइ एउटा निरन्तर यात्रा हो र यो निरन्तर यात्रामा हामीले विभिन्न
सिक्ने कुराहरू आउला, विभिन्न सिकाउनु पर्ने कुराहरू आउला र उक्त क्रियाकलाप हुँदै गर्दा भएका विभिन्न गल्तीहरूबाट पनि केही नयाँ पाठ सिक्दै अगाडि बढ्नुहुनेछ भन्ने समेत मैले विश्वास लिएको छु। अन्त्यमा यो कार्यक्रममा तपाईँहरूका लागि एउटा सुन्दर सुरुवात बनोस्, सम्पूर्ण विद्यार्थीहरूको बीच भातृत्व तथा सुमधुर सम्बन्ध स्थापना गर्दै अघि बढ्नुहुनेछ भन्ने समेत मैले विश्वास लिएको छु र सम्पूर्ण विद्यार्थीहरूको उज्जवल भविष्यको शुभकामना सहित यो कार्यक्रम आयोजना गर्नुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक शिक्षिका साथीहरू लगायत विद्यार्थीहरूलाई धन्यवाद दिँदै उहाँहरूलाई दुई शब्द टुङ्ग्याउँछु।